नमस्ते नमस्ते आज चाहिँ हामी मनाङ जाने लागि चाहिँ जाँदैछौँ आज मनाङ जाने क्रममा चाहिँ बाटोमा देखिएको यो झरना है। यसको नाम चाहिँ यो झरनाको नाम चाहिँ बोङ झरना है। बोङ झरना भन्दो रहेछ यो चाहिँ बर्खामा त झन् अझै ठुलो एकदमै होइन, एकदमै ठुलो आउँछ अरे। तर अब अहिले पनि राम्रो रहेछ, ठिकै आएको छ, अहिले पनि पानीहरू राम्रो आएको छ। अनि यो तल बग्दै गरेको चाहिँ यो मर्सिङदी नदी हो। जस्ट सुटिङ युनिटहरू हुनुहुन्छ होइन, सुटिङ हुन्छ हेरौँ होइन, सुटिङको तयारी हुँदैछ होइन। Oh my god, oh my god, oh my god. Oh my god, very good. यो तल देखेको चाहिँ सुटिङको लागि चाहिँ हामीले ड्रेस लगाइसकेको छौँ होइन। सबैले ड्रेसेस लगाएर रेडी भएको छौँ। अब एकछिनपछि सुटिङ हाम्रो सुरु हुन्छ। सुटिङको तयारीमा छौँ हामी चाहिँ। यतापट्टि लेडिज म्यान पुरा तयारी गरेछ होइन। उतै यही हाम्रो नाटकको आज यो नाटक सुटिङको प्रप्स चाहिँ यही हो। प्रप्स हामी मेन क्यारेक्टर लिडिङ क्यारेक्टर हो होइन। प्रप्स चाहिँ यही हो आज होइन। प्रप्सहरू सबै लगाउँदैछ टक्कर लगाएर सबजना। कस्ट्युम यो कस्ट्युम प्रप्स एउटै हो, प्रप्सै हो भने फिल्म भनिसकेपछि विदेशबाट कलाकारहरू पनि आउनु भएको छ होइन। कोही विदेशी पनि हुनुहुन्छ उहाँ चाहिँ। मुट्टु काम छ यहाँ त। यो बाटो आउँदाखेरि तपाईँको जुन जुन तपाईँलाई डर पनि एकदम डर लाग्छ यो मुट्टु कामले। Oh my god. हलिउड इङ्ग्लिस फिल्म व्हेन क्लाउड फल भन्ने त्यहाँ सुटिङ हुँदैछ होइन। त्यसपछि हामी चाहिँ रेडी भइसक्यौँ। हाम्रो पनि सानोतिनो रोल छ। हामी चाहिँ सुटिङको लागि अब रेडी भएको छौँ होइन। अब केही समयपछि अब हाम्रो चाहिँ सुटिङ सुरु हुन्छ। सबै तयारीहरू भइसक्यो होइन। अब हामी पनि तयारी भइसक्यो। अब चाहिँ सुटिङ हुन्छ है। आजको इङ्ग्लिस फिल्मको सुटिङ अब सुरु हुनु गइरहेको छ। अब केही समयपछि सुरु भइहाल्छ। सबै क्यामेरा सबै गाडीहरू सब रेडी भइसक्यो। अब चाहिँ हामी पनि रेडी भइसक्यो। हामी चाहिँ सुटिङको लागि तयारीमा छौँ होइन। रेडी भएर चाहिँ यो उसमा छौँ होइन। ल यो चाहिँ अब हामी यसरी गाडीको उठाउँ बसेर चाहिँ टक्क गर्दैछ होइन। पछाडि हाम्रो केदार सर हुनुहुन्छ। केदार सरले चाहिँ उहाँ एउटा लक टक्क तल हाम्रो गेस्टलाई दिनुहुन्छ तल चाहिँ होइन। आजको यो सुटिङ युनिटहरू चाहिँ भर्खर खाना खायो। यहाँ चाहिँ हामीले खाना खायौँ। खाना खाएर चाहिँ अब फेरि हाम्रो अर्को सर्ट लिन गइरहेको छ होइन। एक सर्ट चाहिँ हामीले लिइसक्यो। फेरि अर्को सर्ट चाहिँ हामी लिन गइरहेको छौँ। हाम्रो यो फिल्मको एकदमै नायक चाहिँ हिरो चाहिँ उता पछाडि हुनुहुन्छ। हामी अब खानासाना खाएर फेरि अर्को सर्टको तयारीमा छौँ। एक सर्ट चाहिँ हामीले हानिसक्यो। उता माथिपट्टि गाडी माथिपट्टि क्यामेरा फिट गरेर हुन्छ होइन। अरू सबै तयारीमा छन् है। यताबाट बुम लिएर आउँदै हुनुहुन्छ कोही माथि क्यामेरा मिलाउँदै हुनुहुन्छ गाडीमा चाहिँ होइन। अब हाम्रो क्लोजिङ सर्ट अघि चाहिँ लङ सर्ट हाल्यो चाहिँ हामीले। अब क्लोज सर्ट हालिन्छ। क्लोज सर्ट पछि चाहिँ सायद हाम्रो सिन सकिन्छ होला। त्यसपछि हामी ब्याक टु होम है। हामी चाहिँ अब यो अघि चाहिँ हामीले लङ सर्ट लियौँ। अब हामी चाहिँ क्लोज सर्ट लिँदैछौँ होइन।
हामी सब आर्टिस्टहरु सब रेडी छौं अब क्यामेरा पनि रेडी छ अब हाम्रो मेन आर्टिस्ट आएर चाहिँ अब हाम्रो क्लोज सटै सुरु हुन्छ हैन के बारेमा त खोजिरा यो त ओइ यार रावर छ हेर्दिनुस् है ओ बिरुवा रावर आजा मान्छे टायर त यहाँ छ नि टायर यहाँ बडी त गइहाल्छ नि मात्र त गयो मुछै दियो ल अहिले त त्यति डराउनु पर्ने स्थिति रहेन अहिले जस्तो पहिले त झस्काएर अहिले डर लाग्ने त्यस्तो अहिले डर लाग्छ बानी भर्यो अहिले धेरै रोक्ला हामी चाहिँ ठ्याक्कै क्लोज सर्ट चाहिँ लियो तर क्लोज सर्ट चाहिँ भिरालो ठाउँमा भएको कारणले गर्दाखेरि धेरै डर पनि लाग्यो हैन गाडीमा त्यही माथि के यो छतमाथि बसेर हामीले क्लोज सर्ट लिनुपर्ने अनि छतमाथि बसेर क्लोज सर्ट लिनुपर्ने त्यसपछि यो तल एकदमै भिरालो डर लाग्दो भिरालो छ त्यो कारणले गर्दाखेरि हामीले चाहिँ डर पनि लाग्यो एकदम डर पनि लाग्यो डर सुत्दै अब यस सुटिङमा गर्दाखेरि मजा पनि आएको छ हैन हामी सबजना छौँ ओह माथि पछाडि केदार सर हुनुहुन्छ हाम्रो केदार सर हाम्रो पछाडिको साथी हुनुहुन्छ केदार सरको भित्र देखाउँदा नि मलाई फेरि टेक 3 है अब अहिले जस्तो गर्नु सर अहिले जस्तो सर्ट गर्नु न अगाडि केदार सर यही हाल्छु थम्बनेलमा हाल्छु क्या म यतापट्टि नि फेरि अब हामी टेक 3 लिँदैछौँ टेक 2 मा नि टेक 3 मा अब टेक 3 अब हाम्रो पालो छ हैन अब फेरि हामी जान्छौँ अगाडि जान्छौँ फेरि हामी आउँछौँ पछाडि फेरि आउँछौँ बाटो एकदमै भिरालो छ तल त्यही पनि हामी आफ्नो सतर्कपूर्वक हैन आफ्नो सुटिङलाई कन्टिन्यू एक प्रकारको डर भए पनि हामीले छुट्टै एउटा उत्साह पनि छ हैन त्यो उत्साहको साथ हामी सुटिङमा सबजना आफ्नो बेस्ट दिने कोसिस गरिरहेका छौँ हैन एभ्री गाइज बेस्ट अफ लक एन्ड ट्राई टु बेस्ट अगेन यस हाम्रो मेन यो हाम्रो आजको फिल्मको मेन एक्टर चाहिँ अहिले थोरै डराउनु भएको छ त्यो कारणले गर्दाखेरि यो गाडीमा अहिले बस्न सक्नु भएको छैन अब हामी अगाडि गइसकेपछि मात्र बल्ल उहाँ चाहिँ जब टेक लिन्छ त्यति बेला मात्र उहाँ चाहिँ माथि आउनुहुन्छ अहिले चाहिँ उहाँ डरले अलिकति तल पछिपट्टि हाम्रो दायर पनि हुन्छ भाग्नु अब चढ्दैन दिदी आउनु भएन म त बसमा चढ्नुपर्छ नि त बरु म त आफै कार लिएर आउँछु गाडी लिएर आउँछु अनि यहाँ घुटा बसेर त्यस्तो खाल्दा जाँदैछ त डाइरेक्ट डेमेस्टी गाडी हुन्छ है म यस्तो पछि त्यस्तो बोल्नु सुरक्षित भयो भने क्या बोल हाम्रो मेन आर्टिस्टै एकदमै डराउनु भयो होइन एकदम डराउनु भयो किनभने त्यो भिड भएको कारणले गर्दा हामी फेरि अर्को नेक्स्ट सर्ट हान्नको लागि चाहिँ हामी फेरि जाँदैछौँ फेरि यो भिडको बाटो तल भिड छ होइन फेरि हामी अगाडि जाँदैछौँ अगाडि गएर फेरि हामी अर्को सर्ट लिनको लागि फेरि पछाडि आउँछौँ होइन बाटो तल एकदमै भिड छ अहिले म तपाईँहरूलाई क्यामेरा ब्याक गरेर पनि देखाउँछु तल कतिको भिड छ भनेर होइन त्यसपछि तपाईँहरू आफै महसुस गर्नुहुनेछ किन चाहिँ डराएको भनेर है
यतापट्टि हाम्रो क्यामेराहरू छ चार झरलाई हाम्रो क्यामेराहरू चाहिँ रेडी भएर बस्यो यस्तो यसरी बाट खिचेको टाइम ग्राउन्ड लेभलदेखि सन्तोष सर मोबाइल यस्तो गर्नु पऱ्यो होइन पनि म यस्तो हातमा हाल्छु क्या हात हाल्छु नि त फेरि यो त खस्दैन नि त तलपट्टि एकदमै डरलाग्दो भिड छ होइन देखासम्म तलपट्टि यस्तो यो डरलाग्दो भिड छ यो तलपट्टि चाहिँ हामी यो बाबजु पनि हामी सुटिङमा लागिरहेको छ हाल्ने हो होइन युट्युबमा आउँछ है युट्युबमा सबले लाइक गर्नुपर्छ ल सब्सक्राइब पनि हाल्ने लाइक कमेन्ट सब्सक्राइब है प्लिज ओ हाम्रो केदार सर पछाडिपट्टि उयो गरेर चिचेर भएको छ होइन हाम्रो मन्त्री नाटक समूहको डिरेक्टर हुनुहुन्छ उहाँ चाहिँ अनि हाम्रो मन्त्री नाटक समूहको कोषाध्यक्ष चाहिँ हुनुहुन्छ संसद पछाडि यता यता यहाँ चाहिँ हाम्रो विदेशबाट कलाकार आउनु भएको छ उहाँहरू चाहिँ विदेशको कलाकार हुनुहुन्छ होइन उहाँ अगाडि पनि हुनुहुन्छ विदेशबाट आउनु भएको कलाकार यही हो कि डर लाग्छ यही हो कि डर लाग्छ है यही हो कि डर लाग्छ भनेको के सबसे डराउनु चाहिँ यही हो कि लास्टै डर लाग्छ यार बाजेलाई पनि डर लागेर एकदम भएको छ होइन थम्बनेल पनि हान्नुपर्छ क्या पछाडि पहाड तरै त गाउँ तरै त करे भइहाल्यो सबसे डर लाग्ने भनेको उता आउँदैछ त्यही रहेछ क्या है बिहान खाली थियो त गाडी खाली थियो क्या सबै मान्छे तलै बसेछ माथि यत्रो छ अनि मैले यसै त माथि बसेर यस्तो भिरालो छ अरे म यस्तो भिरालो छ होइन मोबाइलमा सब्सक्राइब होला ट्राई गर्ने हो होइन ट्राई गर्ने अब त्यो होइन अन्त पछि कुरा होला होइन यो भनेको सटिस्फाई हो क्या मलाई सटिस्फाई होइन त्यही हो बस सुटिङ लाग्यो होइन यो भनेको अपर्च्युनिटी पनि हो है अपर्च्युनिटी हो तर यार तालमा तालमै भएर बोलिरहेको दुईचोटि घुमेर माथि पुगिसक्यो हेरिहाल्छ काम गर्दै हुनुहुन्छ हो काम गरेर यस्तो मेन काम कसरी गरे
अनि खाली यार पर देखाएर हुन्छ तिम्रो अनुहार नदेखाउ न बरु अरूको अनुहार देखाऊ खाली आफ्नो अनुहार देखाऊ कोचो देखाऊ त्यही भएर हो कि सब्स्क्राइब डाँडा काँडा देखाऊ भिडियो मेकरले आफ्नो अनुहार देखाउने खाली यार ओइ यो देखाऊ केयरफुलै देखाउँदैनौ खाली आफ्नो अनुहार देखाएर सब्स्क्राइब आएन अरे तिम्रो अनुहार सब्स्क्राइब के छ म टोपी खोलेर हालेँ ल अब हामी चाहिँ फेरि हाम्रो रिटेक लिने ठाउँ चाहिँ आइपुग्यो होइन अघि हामीले टेक 2 हाने अब चाहिँ हामी टेक 3 हान्दैछौँ होइन अब टेक 3 हान्दैछौँ अब टेक 3 कतिको सफल हुन्छ हेरौँ होइन ल गाइस अब फेरि म तपाईँलाई अर्को चाहिँ अब फेरि भिडियो पुस्ट गर्छु फेरि त्यसपछि अब यो टेक सकिसकेपछि फेरि भिडियोलाई कन्टिन्यू गर्छु है त अरे भगवान् भनेर जपाइहालौँ अन्त त्यहाँ भित्ता अब ड्रोन सट लिने लास्ट टाइम काय कर रहा देख ना एक मिनट ड्रोन आयो जस्तो रोग भन्छ त अनि होइन तर राम्रो चलाउने मान्छे यस्तो जेन्टल चलाइछ यार अहिले खाइ खाना उता कता रोक्ने कता नरोक्ने ठोकी ठोक भने चाहिँ छोरी